बा, म ठुलो भएपछि विदेश जान्छु है। छोराले प्रश्न फ्याँक्यो। हुन्छ छोरा, तिम्रो विचार। अलि भावुक हुँदै उहाँले उत्तर दिनुभयो। बिहान सूर्योदय भएदेखि नअस्ताउन्जेलसम्म बा घरको काममा व्यस्त हुनुहुन्थ्यो। आफूले सक्ने सबै कामहरू बालाई सघाउने गर्थ्यो। अनिस सानै थियो, तर बाको हरेक भावनाहरू बुझ्थ्यो। बाले बिहानदेखि बेलुकासम्म काम गरेको देखेर उसलाई मैले नि केही गर्नुपर्छ भन्ने विचार आयो। म विदेशमा गएँ भने तपाईँको हेरचाह कसले गर्छ त? पुनः बालाई आफ्नो कुरा राख्यो। म आफ्नो हेरचाह आफै गरिहाल्छु नि छोरा। त्यति बेला तपाईँ बुढो हुनुभएको हुन्छ अनि के भयो त छोरा? म बुढो भएपछि भगवानको घर जान्छु। उहाँले खुइया गर्दै गहिरो विचारमा सोच्दै हुनुहुन्थ्यो। बा, हजुर छोरा, उसो भए म विदेश जान्न है। यस लौकथाको शीर्षक रहेको छ चिन्तन। यस लौकथाका लौकथाकार हुनुहुन्छ सुनिता निरौला पौडेल। उहाँले यस लौकथा राधे राधे भक्तपुरबाट सम्प्रेषण गर्नुभएको थियो। हाल उहाँ अस्ट्रेलिया क्यानबेरामा बस्दै आउनुभएको छ। यहाँको साहित्यिक कायमहरू अझै योभन्दा सुन्दर हुँदै जाओस्, शुभकामना पनि छ। यदि लौकथा तपाईँको आवाज मेरो चाहनुहुन्छ भने तपाईँले तपाईँको लौकथा मेरो फेसबुकको मेसेन्जरमा या त तपाईँले smallworldtvnepal@gmail.com या त हाम्रो लौकथा केन्द्रमा सम्प्रेषण गरेर पनि साथ दिन सक्नुहुनेछ। यो लौकथा मसँग पुर्याउनको लागि साथ दिनुभएकोमा हाम्रो लौकथा केन्द्रका एडमिन लता केसीजीलाई हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु। यो साथ र सहयोग सधैँभरि यसरी नै रहिरहनेछ भन्ने आशा पनि लिएको छु भन्दै आजको लागि तपाईँको सहयात्री तपाईँबाट छुटिँदैछु। पुनः बेच्ने बाचा सहित हस्त नमस्ते, जय साहित्य।